यो चुनावको माहौल, एउटा पार्टी अर्को पार्टी बिचको लडाई, प्रतिस्पर्धा त भइ नै हाल्छ। आफ्नो पार्टीबाट उठ्नु परेको अनि बिचमा प्रतिस्पर्धा अफकोर्स हुन्छ। तर एउटा पार्टीको मान्छेले अर्को पार्टीको गलत व्याख्या गर्दै, उसको चरित्रमा औला उठाउँदै, उसलाई नराम्रो भन्दै प्रतिस्पर्धा गर्नु यो जायज छैन है। सविता गौतमले कुनै इन्टरभ्यूमा मैले सुनेको छैन है, फेरि कुनै इन्टरभ्यूमा इफ बलात्कार गरिरहँदा त्यो केटीको अङ्गभङ्ग भएको छैन भने उसलाई झापड हार्ने बराबर हो, ना कि बलात्कारै गरेको भन्न सकिँदैन, यकिन गरिँदैन भनेर भन्नुभएछ। त्यो मैले उहाँको आवाजबाट सुनेको छैन सविता गौतमको, तर जस उहाँ अर्को पार्टीको व्यक्तित्वले भन्नुभयो, उहाँले यसो भनेको मान्छेलाई किन उठाउने, यस्तो मान्छेले नि प्रगति गर्छ, यस्तो मान्छेले विकास गर्छ, यसरी त हामी कोही पनि सुरक्षित हुँदैन भन्ने कुराहरू चाहिँ गरेको सुने मैले। इफ भन्नुभएको रहेछ भने पनि जिब्रो चिप्ल्याओ, जिब्रो चिप्लेको रहन्छ भने उहाँले भनेको भाव के हो भने म बुझाइदिन्छु। इफ बलात्कार क्यासमा उसको अङ्गभङ्ग भएको छैन, उसले गर्दा गर्दै आधा कल्चोमै छोड्यो भने चाहिँ जुरुक्क उठेर झरक्क लाएर चाहिँ उसको गाला रन्किने गरेर एक चाहिँ झापु हिर्काउनु है भनेर भन्नुभएको उहाँले। कुरो त असल तरिकाले पनि त बुझ्नु पाइयो। यसरी चाहिँ एउटा पार्टीकोले अर्को पार्टीलाई, अर्को पार्टीले अर्को पार्टीलाई सबैजना गर्ने उठेको होइन भने, गर्न उठेको होइन, देश विकास गर्न उठेको होइन। किन किन खसाल्दै सुताउँदै उठाउँदै गर्नु पऱ्यो भने आफ्नो तर्फबाट उठ, आफ्नो तर्फबाट प्रचार प्रसार गर, आफ्नो तर्फबाट आफूलाई चिनाउ न, द्याट्स इनफ। अनि फेरि यहाँ अलि नेता जनताहरू त्यति सोझो छैन नि त, चिनाइराख्नु पनि कोटाइराख्नु पनि पर्दैन। मान्छे अनुहार हेरेर जीवन त पर्दिन्छ अहिलेको जनताहरू। हाम्रा त बाटा छेउमा घर छ, रोडा छेउमा घर भएको चाहिँ यस्तो हुन्छ, घरि ट्र्याक्टर, घरि डोजर, घरि टिप्पर, घरि बाइक, घरि अटो, घरि साइकल, के हो जसले जे जस्तो भने पनि रौतहटवासीको भरमा बुझ्ने, रौतहटवासीको मुहारमा खुसी ल्याउने र रौतहटलाई एउटा विकासमुख बनाउने एकमात्र नेता, एकमात्र व्यक्तित्व हुनुहुन्छ उहाँ हो ऋषि सर। अहिले मान्छेहरू भने नि बाबा राजनीतिक हो कि राजनीतिक हो भनिरहेछ क्या। अरे यार, प्रचार प्रसार गर्ने आफ्नो तरिका हुन्छ नि त। अहिले त चुनावको माहौल छ, गर्दैलो गर्नु पर्यो, आफ्नो पार्टी चिनाउनु पर्यो, आफूलाई चिनाउनु पर्यो। आफ्नो तरिका हो नि त। अरूहरूले पनि त गरिरहेछ नि चुनावको प्रचार प्रसार, होइन? ऋषि सरको आफ्नै सुहायक पारा छ, गरिराख्नु भएको छ आफ्नो तर्फबाट भने मान्छेहरू किन मजाकी बनाइरहेछ, किन मजाक गराइरहेछ? घर दुलो कुनु कान्तरो सबैभित्र पसेर आरा चिर्ने, बेल्चा हान्ने, उखु काट्ने, उखु बेच्न लाने, साइकल चढाउने, ट्र्याक्टर चलाउने, हलो जोत्ने, सबैका हात सुमसुमाउँदै सबैलाई अङ्गालो मार्दै ती गरिबहरूको मुहार कति खुसिलो पार्नु भएको छ। ल हेर्नु न, त्यो कसैले गर्न सक्छ? उहाँ एक्लै लडिराख्नु भएको छ। दुनियाँ नेताहरूको 4-5 जना भुस्तिग्रियाहरू ट्वाक ट्वाक पारेर हिँड्छन् अगाडि पछि, कसै छुँदैन, कसै छुँदैन। ऋषि सर एक्लै हिँडिराख्नु भएको छ, एक्लै हिँडिरहनु भएको छ। उहाँको वरिपरि दायाँ बायाँ कोही छैन। छ भने उहाँ त्यो श्रीमती हुनुहुन्छ, 2जना बुढाबुढी काफी भएको छ क्या। सो केही गर्छु, द्याओ म गर्छु भनेर एउटा अनुहारमा एउटा विकास प्रेम बोकेर हिँडिरहेको मान्छेलाई किन सुताउन खोज्छौ क्या तिमीहरू? द्याउ नगर्न, एक चान्स चाहिँ दिनुपर्छ नि उता दासीहरू। यदि मेरो भिडियो हेर्दै हुनुहुन्छ भने आवाज फेरि यो लवज बुझ्नुहुन्छ कि नै, फेरि यो बोल्ने तरिका कसरी बुझ्नुहुन्छ तपाईँहरू? एक भोट ऋषि सर ने दे गया, एक भोट में तोहर मुहार में खुशी छांगे, तोहर मुहार तोहर देश के, तोहर गांव के विकास हो गया जब तक तोहरले ऋषि सरले भोट हालंगा। ओके है त, मजा गर्ने क्यार्ने केही गर्ने होइन। ऋषि सर जतिको मान्छे त मैले भर्खर भनिदिउँ, अरू कुनै पनि नेता छैन लुजा।